हेलो साथीहरु नमस्ते गुड मर्निङ है के छ साथीहरु काकाबाट हेर्दै हुनुहुन्छ सन्चो सुविधि हुनुहुन्छ हामी पनि ठिकै छौं सन्चो सुविधि छौं। अब अहिले हेर्नुस् चुनावी माहौल एकदम चलिरहेको छ। चुनाव आउनलाई मात्रै अब 16 दिन बाँकी छ भने आज फागुन 5 गते भने आज चाहिँ भने अब हेर्नुस् यो भोजपुर पौवधुमाको स्थिति के रहेछ। हामी पौवधुमा भित्र हामी छिर्दै छौं त्यतातिर के रहेछ त्यहाँको माहौल अब यहाँहरुसँग चाहिँ सुरुदेखि अन्तिमसम्म म पस्केर ल्याउने कोसिस गर्नेछु र मन परेको खण्डमा हेर्नुस् यहाँहरुले चाहिँ लाइक कमेन्ट शेयर गर्नुहुनेछ र मन नपरे पनि कमेन्ट चाहिँ गर्नुहुनेछ र जहाँसम्म हुन्छ यहाँहरुलाई म लिएर जानेछु सँगसँगै र ढिलो नगरौँ ढिलो भइसकेको छ। ल आउनुहोस् जाउँ ल सररै हामी तिवारी लामो समयपछि भेट भयो है। तपाईको कमेन्ट एकदम हेरिरहेका छौँ हामीले एकदमै खुसी लाग्छ। ल एकदमै राम्रो है मेरो त थमन रह्यो मेरो घर ए मैले अस्ति चिनिसकेको छु चिन्जान छ त धेर भन्दैन हामी हाम्रो उम्मेदवार उहाँ रमेश बजा उम्मेदवार घर मेरै पारी आमथे हामी उहाँ चाहिँ घन्टीलाई भन्नु भएन। घर चाहिँ कहाँ हो तपाईको? मोरङ मोरङ हो। सन्दाजु नमस्कार हजुर त्यसलाई चुपचाप घन्टीमा छाप जगन आउँदै हुनुहुन्छ मलाई सहयोग गर्छु भन्नुभएको छ। काठमाडौँ हुनुहुन्छ भरि बजी आउनुहुन्छ दमै नि केटी बिहा गरेर कहाँ पोसिरहेको के चाहिँ भन्छु होइन रहेछ त्यो केटी त थाहा छैन मलाई जे होस् मलाई भोट दिन्छु भन्नुभएको छ। उहाँले फोन गर्नुभएको थियो अब मेरो गाउँको भाइ उठ्नुभयो म यो पुरानो पार्टी छोडिदिएँ तपाईँलाई सहयोग गरेँ भन्नुभएको छ। नम्बर दिउँ जगनको पाउनु त्यत्रो 20-24 मान्छेलाई गोली ठोकेछ। अब हामी त गाउँमा छौँ त्यही टिकटक युट्युब कहिले त्यो पनि हाल्यो भने न देखिने हो यो अब यो तिनवटा पार्टीको दाँजोमा उठाउनलाई अब कुन ठाउँमा कुन पार्टीको नीति के छ। मेरो जनमुक्ति पार्टीको सुन्दैछु आज जनमुक्ति पार्टीको प्रचार गर्ने क्रममा छु। समानुपातिकमा जनमुक्ति पार्टीमा हालाउन खोज्दैछु। यदि जनमुक्ति पार्टीमा हाल्दैन भने यो तिनवटा पार्टीभन्दा स्वतन्त्र पार्टीमा भोट हालिदेऊ भनेर म जाँदैछु। मेरो प्रचारको क्रम त्यो हो अहिले। ल अब चाहिँ हामी ठुलोदुममा आइपुगेको छौँ। नमस्कार हजुर। सगरमाथातिर घुमाउने अनि उता चिनको तिब्बततिर घुमाउने यस्तै व्यवसायमा छु। अनि के भयो भने अघि उहाँ बहिनीले साह्रै मिठो कुरो गर्नुभयो। धेरै जोगी मेरा गाउँमा आए तर कानै चिरेका थिए। हामी चाहिँ पहिलो जोगी हौँ। हाम्रो कान कहीँ पनि चिरेका छैनौँ र हामी चिर्नेवाला पनि छैनौँ। बेलुकीको समय 7:30 बजिसकेको अवस्था छ भने ठुलोदुम्मामा भेटघाट गरिवरी अहिले सानोदुम्मा पँधेरीमा छौँ। 40 सालमा बहुदल आयो र कस्तो आयो भने सिन्डिकेट चाहिँ प्रजातन्त्र आयो। कसले आयो भन्दाखेरि केपी आयो, माधवले आयो, शेरबहादुर यही टप पार्टीका लेभल पर्सेन्टहरूलाई आयो र उहाँहरूले चिरा बनाएर गाउँमा सङ्गठन चाहियो भनेर तपाईँको चाहिँ किसान विद्यार्थी मजदुर यो विभिन्न चाहिने महिला सङ्घ बनाएर सबैलाई पार्टीमा बाँध्नु। र अहिले चाहिँ हामी यहाँनिर पँधेरीमा छौँ। अहिले यहाँ वरिष्ठ कानुनविद अधिवक्ता रमेश ओझाज्यूले आफ्नो यहाँ चाहिँ वर्तमान विगत सबै कुराहरूलाई चाहिँ समेटेर उहाँले यहाँ पब्लिकसँग उहाँले आफ्नो भनाइ राखिराख्नु भएको छ भने केही पब्लिकले पनि आफ्नो कुराहरू दोहोरो राखिराख्नु भएको छ। के अरे नखोक्ता हुन्छ हेर्नुहोस् त्यो के अरे त्यो एमाले भयो नयाँ हुनुहुन्छ त्यसैले व्यक्ति परिवर्तन गरौँ भनेर आएका छौँ होइन। हाम्रो भिजन त्यो छ। तपाईहरु अभियान त हामी परिवार भनेर यो ठाउँमा आइरहेको छ। किनभने युवाले चाहिँ केही गर्छ कि भनेर हामी पनि लागि परिरहेको छौँ। हामीले साथीहरू पनि आउनु भएको थियो भोट माग्नलाई म आएको देखेर होइन। योभन्दा धेरै अगाडि पनि हामीले दियौँ, माओवादीले दियौँ, के अरे काङ्ग्रेसले पनि दियौँ, एमाले दियौँ। अहिले घन्टीले केही गर्छ कि युवाले केही गर्छ कि भनेर पनि हामी यसरी हामी आएको छौँ है। यहाँ तपाईँ नेटवर्क आउनुहोस् 5 वर्ष धैर्य गर्नु 5 वर्ष हामीलाई काम गर्न दिनु त्यसपछि हेर्नुहोस् के हुन्छ। यो देशमा सुशासन के हो, यो देशमा नागरिक अधिकार के हो र हामी के हौँ भन्ने कुरो हामी देखाउँछौँ। अहिले त हामी त विभिन्न वाद र भात यी फाल्तु कुरामा हाम्रो देश 30 वर्ष 34 वर्ष यस्तो सुनौलो समय खर्च्यो नि हामीले के देख्न पाइएन। सबै कुरा देखियो। देश लुटे छ
हेर्दा सानो चिज देखिन्छ सिधा मान्छेहरूलाई सोझा मान्छेले फकाइ सेतनले हामीलाई मुर्गा बनायो कतिचोटि। ल अब छलफल तथा भेटघाट पछि यहाँनिर चाहिँ लगभग सानोदुमा पनि एकदमै राम्रोसँगले चाहिँ घन्टी बजेको हामीले सङ्गीत पायौँ भने अब रात परिसकेको छ। अब हतार हतारमा छौँ है। Hey!